बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीहरूलाई वन्यजन्तुको आनीबानी र वन्यजन्तु र मानव बीचको सहअस्तित्व कायमका लागि विद्यार्थीको भूमिकालाई प्रभावकारी बनाउन थालिएको छ। वन्यजन्तु र मानव बीचको सामञ्जस्यता कसरी बढाउन सक्छ भन्ने विषयमा पनि छलफल गर्यौं र भर्खर हुर्किँदै गरेका विद्यार्थी भाइ बहिनीहरूलाई अहिले सुरुदेखि नै आफ्नो आनीबानीमा परिवर्तन गर्दै मानव र वन्यजन्तु तथा मानव र मानव बीचको सहअस्तित्वलाई स्वीकार गर्दै आफ्नो आनीबानीमा चाहिँ सामञ्जस्यता ल्याउन सकेमा यो मानव र वन्यजन्तु बीचको द्वन्द्व घट्छ भन्ने हाम्रो विश्वास छ। वन्यजन्तुको जोखिममा रहेको बालापुर क्षेत्रमा सचेतनामूलक कार्यक्रमबाट मानव वन्यजन्तु बीच द्वन्द्वमा समेत कमी आउन थालेको छ। विभिन्न साझेदार संस्थाहरूको सहयोगबाट यहाँका जनताहरू मानव वन्यजन्तु द्वन्द्वकोबाट चाहिँ हामी अलि चाहिँ सुरक्षित छौँ भन्ने महसुस चाहिँ उहाँहरूलाई भएको छ। विद्यार्थीहरूलाई वन्यजन्तुको त्रासबाट सुरक्षित रहनका लागि विद्यालयले अतिरिक्त क्रियाकलापमा वन्यजन्तुको जोखिमबाट कसरी सुरक्षित रहने भन्ने विषयमा समेत चेतना जगाउँदै आएका छन्। विद्यार्थी भाइ बहिनीहरूलाई मानव वन्यजन्तु अब यसको यो द्वन्द्व न्यूनीकरणको विषयमा चाहिँ हामी पटक पटक शुक्रबारे कार्यक्रम अन्य कार्यक्रमहरूमा छलफल गराइरहेका छौँ, यो क्लब मार्फत गराइरहेका छौँ। मध्यवर्ती क्षेत्रको जोखिमयुक्त विद्यालयमा आबद्ध रहेका विद्यार्थीहरूले सचेतना जगाउँदै आएका छन्। यता वडा कार्यालयले पनि मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आगामी दिनमा विद्यालय केन्द्रित गतिविधि सञ्चालन गर्ने योजना बनाउन थालेको छ। हामीले यो बफर जोन एरियाभित्रको बालबालिका जुन स्कुलहरू छ, हाम्रो बफर जोन एरियाभित्र हाम्रो 8 नम्बर वडामा 2टा स्कुलहरू छ अनि स्कुलहरूमा वन्यजन्तु द्वन्द्वको विषयमा हामी चाहिँ जानकारी गराउने पहिला पनि हामीले थोरै रूपमा गराएकै छौँ समुदाय भवनहरू मार्फत मिलेर। अब पनि हामी वडाबाटै भए पनि हामी चाहिँ कार्यक्रमहरूद्वारा गर्ने जमर्को हामीले गरिरहेका छौँ। मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएका यस्ता खाले कार्यक्रमले द्वन्द्व न्यूनीकरणका लागि टेवा पुग्ने देखिन्छ। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीहरूलाई मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि अहिले सचेतनामूलक कामहरू हुँदै आएका छन्। यसले मानव वन्यजन्तु र विद्यार्थी बीच सहअस्तित्व कायम गर्नका लागि यस्ता खालका क्रियाकलापले सकारात्मक भूमिका खेल्दै जाने देखिन्छ। एबी न्यूज HD खबरका लागि हुमहरि भट्टराई, बालापुर, बाँके राष्ट्रिय निकुञ्ज, बाँके।